यदि लाखौं विद्यार्थीले दिनरातको मेहनतले दिएको परीक्षा केही व्यक्तिको लोभका कारण अर्थहीन बन्यो भने त्यसको जिम्मेवारी को हुन्छ? अहिले भारतभरि यही प्रश्न गुन्जिरहेको छ। सडकमा विद्यार्थी छन्, सामाजिक सञ्जालमा आक्रोश छ, संसदमा आरोप प्रत्यारोप छ। तर सबैभन्दा ठुलो प्रश्न अझै पनि यो छ कि के भारतको परीक्षा प्रणाली साँच्चीकै सुरक्षित छ त? प्रश्नपत्र लिकको समाचार भारतका लागि नयाँ होइन, तर यसपटक अवस्था किन यति विस्फोटक बन्यो? किन लाखौं युवा सडकमा उत्रिए? किन सरकारमाथि अभूतपूर्व दबाव सिर्जना भयो? सरकारी जागिर, मेडिकल, इन्जिनियरिङ र अन्य प्रतिस्पर्धात्मक परीक्षाहरू भारतका करोडौं युवाको भविष्य निर्धारण गर्ने आधार बनेका छन्। एउटा परीक्षाका लागि विद्यार्थीहरूले वर्षौंसम्म कठिन परिश्रम गर्छन्। धेरैले आफ्नो सम्पूर्ण भविष्य एउटै परीक्षामा दाउमा लगाउँछन्। तर प्रश्न उठ्छ, यदि त्यो परीक्षा सुरु हुनु अघि नै कसैको मोबाइलमा प्रश्नपत्र पुगिसकेको छ भने इमानदार विद्यार्थीको मेहनतको मूल्य के रहन्छ? यही प्रश्नले अहिले आन्दोलनको रूप लिएको छ। विद्यार्थीहरूको आरोप छ कि प्रश्नपत्र लिक कुनै एकपटकको दुर्घटना होइन, बरु प्रणालीभित्र गहिरोसँग जरा गाडेको भ्रष्टाचारको परिणाम हो। सरकारले भने फरक तर्क प्रस्तुत गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले दोषीलाई कडा कारबाही गर्ने, नयाँ कानुन ल्याउने र परीक्षा प्रणालीलाई अझ सुरक्षित बनाउने प्रतिबद्धता जनाएका छन्। तर अर्को प्रश्न उठ्छ, यदि समस्या यति गम्भीर थियो भने सुधारको पहल पहिले नै किन भएन? आन्दोलन भड्किँदै जाँदा यसको स्वरूपले पनि एउटा विकराल रूप लिएको छ। सुरुमा परीक्षा सुधारको माग गर्ने विद्यार्थीहरू अहिले पारदर्शी शासन, जवाबदेहिता र युवाको अधिकारको मुद्दा उठाइरहेका छन्। राजधानी दिल्लीदेखि अन्य प्रमुख शहरसम्म प्रदर्शन भइरहेको छ। कुनै सुरक्षा व्यवस्था कडा पारिएको छ, कतै इन्टरनेट सेवा अस्थायी रूपमा बन्द गरिएको छ। राजनीतिक रूपमा पनि यो विषयले ठूलो तरङ्ग ल्याएको छ। विपक्षी दलहरूले सरकारमाथि असफलताको आरोप लगाइरहेका छन्, सत्तापछि सुधारको आश्वासन दिइरहेको छ। तर विद्यार्थीहरूको एउटै प्रश्न, आश्वासन मात्र कि वास्तविक परिवर्तन? यस घटनाले एउटा गम्भीर यथार्थ उजागर गरेको छ। भारतमा बेरोजगारी बढिरहेको छ, प्रतिस्पर्धा चर्किएको छ, एउटा सरकारी जागिरका लागि लाखौं आवेदन पर्छ। यस्तो अवस्था यदि परीक्षा प्रणालीमाथि नै विश्वास हरायो भने युवाको भविष्यप्रतिको भरोसा पनि कमजोर हुन्छ। अब सबैभन्दा ठुलो प्रश्न यही छ, यो आन्दोलन केही दिनमै शान्त हुनेछ वा यसले भारतको परीक्षा प्रणालीमा ऐतिहासिक परिवर्तन ल्याउनेछ? यदि सरकारले पारदर्शी अनुसन्धान, दोषीमाथि निष्पक्ष कारबाही र दीर्घकालीन सुधार लागू गर्न सके, यो सङ्कट परिवर्तनको अवसर बन्न सक्छ। तर यदि फेरि पनि आश्वासनमै सीमित रह्यो भने आज सडकमा देखिएको असन्तुष्टि भोलि अझ ठुलो आन्दोलनमा परिणत हुन सक्ने सम्भावना देखिएको छ। अन्ततः यो केवल प्रश्नपत्र लिकको कथा होइन, यो मेहनत गर्ने विद्यार्थीको आशा, परिवारको सपना र राज्यप्रतिको विश्वासको कथा हो। र अन्तिम प्रश्न अझै बाँकी छ, के भारतका लाखौं युवाले निष्पक्ष भविष्य पाउनेछन् वा उनीहरूको सपना बारम्बार प्रश्नपत्रसँगै चुहिएर नष्ट हुनेछ?